हाम्रो स्टेजमा यति बेला बलिउड कलाकार प्रदीप राउत हुनुहुन्छ. मेक सम नोइज फर हिम पिपल. चलचित्र आबाट आमा माघ 16 बाट रिलिज हुन गइरहेको छ. And amongst us we have our very own Sai Grace Pokhrel. So Sai Grace would want to have a few words with you all. यति बेला चर्चित भारतीय कलाकार प्रदीप रावत पुलचोक इन्जिनियरिङ क्याम्पसमा सरस्वती पूजाको अवसर पारेर यहाँ आउनुभएको थियो. बाहिरिँदै हुनुहुन्छ उहाँ. हिँड्दै गर्नु तपाईँ हिँड्दै गर्नु हो टिमकै मान्छे हो. ल ल केही भएन सबै आफ्नो मोटी घरकै प्रसाद हुने क्या उहाँ चाहिँ अगाडि आबाट बालन पनि हुँदो रहेछ भन्ने कुरा आज पुष्टि भयो. तपाईँ लड्नु भयो भने भनेपछि तपाईँलाई चाहिँ सानैबाट एकदम गुलियो बढी मनपर्ने है. जता गुलियो त्यति पाउट गुलियो गुलियो त्यस्तो खास मलाई चाहिँ गुलियो एकदमै मनपर्ने. साइग्रेस भाइको फेरि के भन्नुपर्छ भन्न चाहिँ साइग्रेस चाहिँ अब लामो समयपछि आज हुनु चाहिँ कलेज प्रस्थान हुनुभयो होइन. अब पहिलाको कलेज र आजको कलेज भर्खर चाहिँ कस्तो रह्यो? ल स्टुडेन्टहरू पहिला मलाई गर्नु हुन्थेन नि त कलेज आउँदा. चाहिँ यस्तो गर्न पाइन्छ. एकदमै छोटो मेसेज राख्नुहुन्छ विपना दिले and then we'll be done. So please, I'm handing over the microphone to Vipana Di. Here you are. नमस्कार. कस्तो रमाइलो लागिरहेछ एकचोटि नमस्कार. ओके, सबैभन्दा पहिला सरस्वती पूजाको धेरै धेरै शुभकामना. श्री पञ्चमीको धेरै धेरै शुभकामना. आज यहाँ देखेर मलाई मेरो कलेजको टाइम याद आयो र सानो बेलामा हामी सरस्वती पूजा गर्दा स्कुलमा जसरी भेला हुन्थ्यौँ त्यसको याद आयो. यति धेरै मायाको लागि धेरै धेरै धन्यवाद. म कलाकार विपना थापा, आबाट आमाकी आमा. सबैजनाले एकचोटि मोबाइल निकालेर जति पनि भिडियो बनाउनु भएको छ सबैले यो भिडियो हजुरहरूले मलाई ट्याग गर्नु होला. आबाट आमालाई टिकटकमा सबैमा ट्याग गर्नु होला. म सबैलाई कमेन्ट गर्छु, रिप्लाई गर्छौँ, हामी सेयर गर्छौँ. र थ्याङ्क यू सो मच सबैलाई. माघ 16 गते आबाट Akhena che. So here हाम्रो स्टेजमा यति बेला बलिउड कलाकार प्रदीप राउत हुनुहुन्छ. मेक सम नोइज फर हिम पिपल. चलचित्र आबाट आमा माघ 16 बाट रिलिज हुन गइरहेको छ. And amongst us we have our very own Sai Grace Pokhrel.
So Sai Grace would want to have a few words with you all. Namaste! आई नो हामी सबैलाई देशको माया छ र देश यस्तो स्थितिमा उभिएको छ जहाँ परिवर्तनको सङ्घारमा छौँ हामी, तर त्यति भन्दै गर्दा यहाँहरूको यो ऊर्जाको लागि हामी सबैको मनमा देशमा राम्रो भइदियोस् भन्ने चाहना छ। त्यसकारणले कथा नसुनाइ कसरी जानु, कथा सुन्नुहुन्छ? मेरो एकदमै यहाँले रुचाइदिनु भएको लाइनबाट सुनाउँछु म। सबैजनाले मसँग रिपिट गर्नु होला त। प्रगति दुनियाँको देखियो, खै कहिले डहानै भएन। प्रगति दुनियाँको देखियो, खै कहिले डहानै भएन। कोसिस धेरै गर्दा गर्दै पनि जिन्दगी आहानै भएन। दुनियाँलाई खुसी पार्ने दौडमा थिएँ म, दुनियाँलाई खुसी पार्ने दौडमा थिएँ म, आफ्नै खुसी कहाँ छुट्यो थाहा नै भएन। तर छुटिएको खुसी आमाको चरणमा पाइन्छ भन्ने कुरा हाम्रै चलचित्र आबाट आमाले पनि जनाउँछ। त्यसकारणले आबाट आमाको सम्पूर्ण टिमको तर्फबाट यहाँहरू सम्पूर्णलाई सरस्वती पूजाको हार्दिक शुभकामना। यही माघ 16 आबाट Thank you people. Thank you Abata Ama team. Thank you for making it here. Thank you Pradeep Rawat. We are so glad to have you here amongst us. Thank you everyone. र हामी सानो टोकन अफ लभ प्रदान गर्दैछौँ यो टिमलाई। सो म NTBNS को साथीहरूलाई एउटा सेल्फी प्रदीप रावत सरसँग। Can you give a cheer? So let's take one selfie, sir.